Oh, good morning everyone guys. My YouTube channel न्यू भ्लगमा सबैलाई नमस्कार छ। र कुरो के हो भने मेरो चाहिँ घरमा पार्सल आएको रहेछ हैन। पार्सल आएको रहेछ, हेरौँ के रहेछ है त। के गुन्द्रुक त टन्नै छ त, गुन्द्रुक गाइस। ओहो, दरो खानेहरू 2 वर्ष पुगेमा 2 वर्ष पुगे। राम 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 अर्को अब अलिक कोट्याउँ, अलि यसो नजिकमा नदिएको रहेछ, टाटा राख्नु यसो गरेर। यसमा अब पनि रहेछ प्लास्टिकै गयो, नेपालको प्लास्टिक। ओहो के हो यस्तो, प्याकिङ त खतरा छ त। हेर्नु पर्यो अब यसलाई काटेर होइन गाइस, यसलाई चाहिँ छ्यास्स काटेर हेरौँ त के रहेछ। ल कता रहेछ प्याकिङ चाहिँ के रहेछ। ल ओहो काट्नुपर्छ त, चक्कुले नि काट्दैन त गाइस। के हो बाबा, यो त केहीले पनि तोड्न नसक्ने खालको गरी पठाए पनि। यहाँ मेरो बाबाले पठाइदिनु भयो अरे। मेरो बाबाले पठाइदिनु भयो भने त आयुर्वेदिक रहेछ, आयुर्वेदिक रहेछ गाइस। यो चाहिँ आयुर्वेदिक रहेछ। के हो यो, ओहो अब मेरै लागि पठाइदिनु भयो। हेर्नु, बाबाआमाको मान छोरामाथि, छोराछोरीको मान ढुङ्गामाथि भन्ने एउटा कहानी छ नि, तर त्यस्तो चाहिँ होइन है। म त्यसमा चाहिँ पर्दैन ल। यो चाहिँ के रहेछ, बिरेन हुने रहेछ त गाइस। अर्को है त, मेरो बाबाले पठाइदिनु भयो। अब आमा पनि हुनुहुन्न, मेरो आमा पनि बित्नु भयो यहाँ। 2 साल पुग्नु लाग्यो होला, 17-18 महिना जस्तो भयो। के हो त यो, यो चाहिँ शिलाजित गाइस, शिलाजित रहेछ ल।